नमस्कार। मैले एउटा लेख पढ्दैछु। यो भिडियो पुरा हेर्नुभयो भने संसार कतातिर जाँदैछ भन्ने कुरामा तपाईँ छर्लङ्ग हुनुहुन्छ। एकदम डरलाग्दो छ। अन्तिमसम्म सुन्नुहोला। एकजना मित्रले सोध्नुभयो, इरान विरुद्ध अमेरिका इजरायलको युद्धमा तपाईँ कसको पक्षमा हुनुहुन्छ? सरल उत्तर दिएँ, इरान। किन? अहिलेलाई यति मात्रै बुझ्नुहोस्, म इरानको पक्षमा छु। किनभने प्रश्नको उत्तर बिस्तारै थाहा पाउनुहुनेछ। कुरा टुङ्गियो। म इरानको पक्षमा छु। किन? यो प्रश्न जति सरल छ, यसको जवाफ त्यति नै जटिल। सतही रूपमा बुझेको वा बुझाइएको सामान्य विश्लेषणले इरानको पक्षमा हुनुपर्ने गहिराइलाई मापन गर्न सकिँदैन। किनकि हामीले त्यही मात्र थाहा पायौँ जुन सोरस फन्डेड दलाल मिडिया र इन्डियन गोदी मिडियाले देखाए अनि पश्चिममा डलरवादी दलाल विश्लेषकहरूले बुझाए। हामीले देख्यौँ एमसिसी र एसपिपी नेपालको हितमा छ भनेर व्याख्या गर्ने दलाल बुद्धिजीवी वर्ग, त्यसलाई सदनबाट पारित गराउने बिकाउ संसद, त्यसको पक्षमा लेख्ने दलाल मिडिया र राष्ट्रको हितमा नभए चारपाटा मुडेर थानकोट कटाइयोस् भन्ने कठपुतली नेताहरूले जनताको कसरी ब्रेनवास गरेका थिए। स्वस्थ मान्छेलाई इम्युनिटी बुस्टरका नाममा ज्यानमारा खोप लगाउन बाध्य पार्नेहरूले कसरी त्यो जहरको प्रचार प्रसार गरेका थिए। तर नतिजा हृदयघात, ब्रेन ट्युमर, क्यान्सर, लिभर फेल, किडनी फेल। जनताको शरीर कसरी प्रयोगशाला बनाइयो र कति बाध्य पारियो भन्ने कुरा सबैले थाहा भएकै कुरा हो। कथित महामारी र कथित उपचार गाइडलाइनका नाममा कति मानिस अकालमै मारिए, कति जनसङ्ख्या घटाइयो। कथित खोप लगाएपछि क्यान्सर र हृदयघातका रोगीको दर कति प्रतिशतले बढ्यो, त्यसको वास्तविक तथ्याङ्क अझै पनि लुकाइएको छ। जनसङ्ख्या नियन्त्रणको त्यो नरसंहार सँगसँगै अराष्ट्रिय परिचय पत्र र इन्भोइस नम्बर प्लेट योजना किन ल्याइयो र किन अनिवार्य गरियो भन्ने कुरा धेरैलाई अझैसम्म थाहा छैन। राष्ट्रिय परिचय पत्र बनाउँदा हातको सबै औँलाका छापदेखि आँखाको रेटिनासम्म किन स्क्यान गराइयो? धेरैले बुझेका छैनन्, न त कोही बुझ्नेवाला छन्। अझै राष्ट्रिय परिचय पत्रलाई अनिवार्य र बाध्यकारी बनाउन स्वास्थ्य बिमासँगै जोडिँदैछ र यो प्रस्ताव पास भइसकेको छ। अर्थात् जसको राष्ट्रिय परिचय पत्र छैन उसको स्वास्थ्य बिमा हुँदैन। सरकारले आफ्नै नागरिकलाई पनि नागरिकताको आधारमा बिमा गर्दैन र उपचार सेवा दिँदैन। मैले इरान विरुद्धको इजरायल र अमेरिकाको युद्धसँगै कुराहरू जोड्नुको कारण निकै गहिरो छ। त्यो कारणको विषयमा सितिमिति कोही बोल्न खोज्दैनन्। कसैले बोल्न कोसिस गरेमा पश्चिमाद्वारा नियन्त्रित गुगल, मेटा संयन्त्रले कन्स्पिरेन्सी थ्योरी भन्छ र त्यस्ता पोस्टहरू अटोमेटिक डिलिट गरिदिने, वार्निङ दिने, मोनिटाइजेसन रोक्ने वा प्रोफाइल नै उडाइदिन सक्छ। त्यस्ता कुरामा बोल्नेहरूमाथि व्यक्तिगत सुरक्षाको खतरा पनि आइलाग्न सक्छ। हामी इरानको पक्षमा वा अमेरिका इजरायलको पक्षमा रहनुभन्दा अगाडि यो युद्ध किन भइरहेको छ, कसले गराइरहेको छ र युद्ध गराउनको भित्री उद्देश्य के हो भन्ने बुझ्न जरुरी हुन्छ। यो कुरा बुझ्नको निम्ति सबैभन्दा पहिला न्यू ओल्ड अर्डर बारे बुझ्नुपर्ने हुन्छ र त्यसको भित्रको एजेन्डा 21/2030 बारे जानकारी लिनु जरुरी हुन्छ। न्यू ओल्ड अर्डरको एजेन्डा 21/2030 को अवधारणा के छन्, त्यो एजेन्डाका योजनाकार समूह को हुन् र उनीहरूको उद्देश्य के हो भन्ने कुरा बुझ्न जरुरी छ। यदि बुझिसकेपछि बल्ल कथित महामारी, कथित खोप, कथित अराष्ट्रिय परिचय पत्र, कथित इन्भोइस नम्बर प्लेट र तिनीहरूको बाध्यकारी अनिवार्यताबारे बुझ्न सकिन्छ। हामीले 500 वर्षदेखि यता यही कुरा बुझाउने कोसिस गर्यौँ, तर धेरैले पत्याएनन्। धेरैलाई यी कुराहरू कन्स्पिरेन्सी थ्योरी लागे, तर वास्तविकता अहिले सबैको सामु देखा परिरहेको छ। कथित दिगो विकास योजनाको नाममा ल्याइएको एजेन्डा 2030 लाई नेपाल सरकारले पनि 2030 सम्म पुरा गर्ने सम्झौतामा हस्ताक्षर गरिसकेको छ र त्यो एजेन्डा अनुसार नै नेपाल सरकारले कार्ययोजनाहरू अगाडि बढाइरहेको छ। कथित महामारीको नाममा लकडाउन योजना, कथित खोपको अनिवार्यता, अराष्ट्रिय परिचय पत्रको अनिवार्यता, इन्भोइस नम्बर प्लेटको अनिवार्यता जस्ता कुराहरू त्यही एजेन्डाका कार्ययोजनाहरू थिए। न्यू वर्ल्ड अर्डर अर्थात् नयाँ विश्व व्यवस्था, यसको मुख्य तथा सबैभन्दा खतरनाक एजेन्डा भनेको विश्व जनसङ्ख्या नियन्त्रण हो। त्यस अन्तर्गत जनसङ्ख्याको नियन्त्रणका अनेकौं उपायहरू अपनाइरहेछन्, जसमा कथित महामारी, कथित खोप, कथित जलवायु परिवर्तन,
अप्राकृतिक बाढी पहिरो, डढेलो, कृत्रिम भूकम्प, हवाई दुर्घटना, कथित उल्कापिण्ड, भोकमरी, बेरोजगारी जस्ता अनेकौँ कुराहरू छन् जसका कारण मानिसहरूको मृत्यु हुने र जनसङ्ख्या नियन्त्रण हुनेछ। त्योसँगै जोडिएको अर्को जनसङ्ख्या नियन्त्रणको उपाय भनेको द्विदेशीय वा बहुदेशीय युद्ध पनि हो, जुन अहिले भइरहेको छ। रुस युक्रेन युद्ध, इन्डिया पाक युद्ध, पाक अफगानिस्तान युद्ध होस् वा अमेरिका इजरायलको संयुक्त इरान युद्ध होस्, त्यही योजना अनुसार नै भएका छन्। नयाँ विश्व व्यवस्थाको अन्तिम लक्ष्य के हो त्यसबारे नबुझी यो युद्धको रहस्य बुझ्न सकिँदैन। त्यसको अन्तिम लक्ष्य भनेको एक विश्व हो, अर्थात् विश्वको नियन्त्रण एउटै शक्ति केन्द्रको हातमा निहित हुने, जस अन्तर्गत विश्वभर एउटै शासन प्रणाली, एउटै कानुन, एउटै सेना, एउटै सरकार, एउटै जाति, एउटै धर्म र एउटै नस्लको वर्चस्व रहने कुरा उल्लेख छ। त्यति मात्र होइन, एउटै बैंकले विश्वको सबै देशका सबै नागरिकहरूको सम्पत्ति समेत नियन्त्रण गर्नेछ। सबै देशका राष्ट्र बैंकहरू विश्व बैंक अन्तर्गत रहनेछन् र विश्व बैंक त्यही शक्ति केन्द्रको हातमा हुनेछ। तपाईको खाताबाट स्वयं तपाईले नै आफूले चाहे जति रकम आफूखुसी चलाउन सक्नुहुन्न। सरकारको अनुमति आवश्यक पर्नेछ, अर्थात् सरकारले जति तोक्नेछ त्यति मात्रै झिक्न पाइनेछ। डिजिटल प्रणाली ल्याइनुको मुख्य कारण यही हो, ताकि तपाईका हरेक गतिविधिमाथि सरकारको निगरानी निरन्तर रहिरहोस्। अराष्ट्रिय परिचय पत्र अनिवार्य गराइनु र तपाईको हातका पन्जादेखि आँखाको रेटिनासम्म स्क्यान गरेर सरकारलाई बुझाइएको यसै होइन। त्यसमा राखिने माइक्रोचिप कहाँ बन्यो, कुन देशमा बन्यो, त्यसको डाटा कन्ट्रोल कहाँ छ, कसले निगरानी गर्छ। नेपाल सरकारसँग आफ्नै डाटा सुरक्षित राख्न सक्ने क्षमता छैन भने विदेशी कम्पनीले राखेको माइक्रोचिपले स्टोर गर्ने व्यक्तिगत डाटाको सुरक्षाको ग्यारेन्टी कसरी दिन सक्छ? हाम्रो डाटा हाम्रै सरकारमा रह त्यही शक्ति केन्द्रको नियन्त्रणमा पुग्छ, जसले त्यस्ता डिजिटल प्रणालीको अवधारणा ल्याए र सोही योजना अनुसारको माइक्रोचिपहरू बनाए। एक विश्व योजनाका सबैभन्दा खतरनाक योजना हो। बेलायत जस्तो देशको संसदभित्र अराष्ट्रिय परिचय पत्र खारेजीको माग किन गर्दैछन् त्यहाँका संसदहरू? कतिपय देशले डिजिटल परिचय पत्रको अनिवार्यता किन खारेज गरे? जस्तोसुकै देशमा पनि त्यस्ता खतरनाक योजनाहरू कार्यान्वयन गराउन बलियो सरकारको आवश्यकता पर्छ, जसमा प्रतिपक्षी दल कमजोर होस् र बहुमतको शक्तिशाली सरकारले निरङ्कुशतापूर्वक जनताका छातीमा गोली हानेर भए पनि लागू गरोस्। त्यसैका लागि मिडिया अल्गोरिदमको प्रयोग गरेर मास ब्रेन वास गराइन्छ र शक्ति केन्द्रका कठपुतली दललाई बहुमतद्वारा सत्तामा पुर्याइन्छ। पुराना दलहरूप्रति नकारात्मक र वितृष्णा फैलाउने व्यापक प्रचारबाजी गरिन्छ। अहिले विश्वभर यही भइरहेको हो। सामाजिक सञ्जालमा समेत कडा प्रतिबन्ध लगाइनेछ ताकि जनताको आवाज पूर्णतया नियन्त्रित होस्। सरकारले चाहेको कुराहरू मात्रै सञ्जालमा राख्न अनुमति मिल्नेछ। सरकार विरुद्ध कुराहरू राष्ट्रद्रोहको अपराध मानिनेछ। कथित जेन्जी आन्दोलनका नाममा विश्वभर जियोनिस्टहरूलाई परिचालित गरेर विभिन्न देशका सरकारहरू ढलाइनुको कारण यही हो। बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान, जर्जिया, फ्रान्स, जापान र नेपालमा समेत यही अल्गोरिदमको प्रयोग गरिएको थियो। भविष्यमा मैले लेखिरहेको यो लेख जस्ता लेखहरू लेख्न र पोस्ट गर्न कडा प्रतिबन्ध लागू हुनेछ। माइक्रोचिप केवल तपाईको राष्ट्रिय परिचयमा मात्रै सीमित रहँदैन, तपाईको खोपडीसम्म आइपुग्नेछ। जसरी कथित खोप लगाउन बाध्य पारियो, त्यसरी नै खोपडीमा माइक्रोचिप ठोक्न बाध्य पारिनेछ। तपाईलाई पत्यार नलाग्ला, तर गुगल सर्च गरेर हेर्नुहोस्, एलन मस्कको टेस्ला कम्पनीले मानिसको मस्तिष्कमा ठोक्ने माइक्रोचिपको निर्माण गरिसकेको छ र जनावरहरूमा परीक्षण गरिरहेको छ। भोलि जनावर बन्ने पालो तपाईको हो। यता चीनले पनि मानिसको दिमागमा लगाइने माइक्रोचिपको प्रयोग सुरु गरिसकेको छ। चिप कम्पनीहरूले त्यस्ता कुराहरूमा अर्बौं खर्बौं लगानी गरेर किन बनाइरहेका छन्? सोरुममा राखेर देखाउनु त पक्कै होइन। जुन चिजले जे प्रयोजनका लागि बनाइएको छ त्यसको प्रयोग त्यही चिज मात्र गर्ने होला। जब माइक्रोचिपको कथित परीक्षण पुरा हुनेछ, त्यसपछि मानिसको दिमागमा माइक्रोचिप ठोक्न अनेकौं प्रलोभन देखाइनेछ। जस्तै स्मरण शक्ति कम हुनेका लागि मोबाइलमा मेमोरी कार्ड राखे चाहिँ गरेर हरेक गतिविधिको स्मरणहरू स्टोर गर्न, सुस्त मनस्थिति भएका डिप्रेसनका रोगीहरूलाई हतोत्साहित नहुनका लागि मनोबल बढाउने सोच स्टोर गर्न, नशा सम्बन्धी समस्या भएका वा प्यारालाइसिस भएका रोगीहरूलाई सुकेको नशाले दिमागमा पुर्याउने सन्देशलाई वैकल्पिक मार्गबाट पुर्याएर हिँडडुल गर्न सक्ने बनाउन आदि आदि। यस्तो अफर सुनेपछि आफ्नो खोपडी खोलेर चिप ठोकाउनमा लाइनमा उभिने मूर्खहरूको कमी होला त? जब खोपडीमा विदेशीले बनाएको चिप ठोकिन्छ, त्यसपछि तपाईको प्राकृतिक दिमाग निष्क्रिय हुनेछ र कृत्रिम दिमागले सोच्न सुरु गर्नेछ। तपाईँ मानिसको स्वरूपमा एउटा रोबोट मात्रै हुनुहुनेछ।
तपाईले त्यही मात्रै सही देख्नुहुन्छ जुन डाटा तपाईले ठोकेको चिपमा स्टोर गरिएको छ। तपाईँ मान्छे हुनुको औचित्य समाप्त हुनेछ, पूर्ण रूपमा तपाईँ शक्ति केन्द्रको गुलाम बन्नुहुनेछ। यसरी संसारभर मान्छे जस्तै देखिने तर कृत्रिम खोपडी भएका अर्धकृत्रिम मानव मात्रै भएपछि एक विश्वको अवधारणा कसो पुरा नहोला। एक विश्व योजनामा धेरै कुराहरू समावेश गरिएका छन् जो मानव जगतका लागि अत्यन्तै घातक छन्। सबैभन्दा घातक अवधारणा भनेको विश्वको जनसङ्ख्या 90% 50 करोडको हाराहारीमा घटाउनु। अनि सीमित जनसङ्ख्या भएपछि देशहरूको सङ्ख्या पनि सीमित नै हुने भए। देशहरू नै सीमित भइसकेपछि एउटै शासन प्रणाली, एउटै कानुन, एउटै सेना, एउटै बैंकको नियन्त्रणमा रहनु त्यसै सहज हुने भयो। यसरी मानिसको जनसङ्ख्या नै सीमित भइसकेपछि एउटै नस्ल, एउटै जात, एउटै धर्म, एउटै संस्कृति, अनि यो कुरा त्यस्तो हुन अनौठो भएन। विश्वको स्वामित्व एउटै शक्ति केन्द्रमा। के यो सम्भव छ? हो, यो सम्भव छ। यो सम्भव छ। यसको तयारी 100औं वर्ष अगाडिदेखि नै गरिएको थियो र 1992 मा ब्राजिलमा युएनद्वारा आयोजित विश्वका सबै देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनबाट यो निर्णय पारित गरिएको थियो, जसमा 178 देशको सहभागिता रहेको थियो। उक्त सम्मेलनमा गरिएको निर्णयअनुसार युएन, विश्व स्वास्थ्य सङ्गठन, विश्व बैंकको मुख्य भूमिकामा कार्यक्रम अगाडि बढाउने र त्यसमा एलिट ग्रुपका बिग फार्मा, बिल गेट्स, जर्ज सोरोस, युएसआइडी लगायतका संस्थाहरू मार्फत लगानी गर्ने कार्ययोजना तयार भयो। एजेन्डा 21-2030 भन्नाले 21औं शताब्दीको त्यस्तो विशेष एजेन्डा जसको पहिलो खण्ड 2030 सम्म पुरा गर्ने लक्ष्य रहेको छ भनेर बुझ्नुपर्छ। त्यो एजेन्डा 2015 बाट विश्वभर सुरु भइसकेको छ। जसलाई यो कुरा अपत्यारो लाग्छ त्यसले अमेरिकाको जर्जियामा रहेको जर्जिया गाइडस्टोन्स स्मारकको भित्तामा विश्वभरका चर्चित 8 भाषामा के लेखिएको छ भनेर गुगल सर्च गरेर हेर्दा हुन्छ, जसमा पछिल्लो पटक संस्कृत समेत 4 भाषा थप गरेर 12 भाषामा लेखेर राखिएको छ, जुन अहिले पनि हेर्न र पढ्न सकिन्छ। यो अवधारणा कसको हो? यो अवधारणा अत्यन्तै गोप्य र अत्यन्तै शक्तिशाली अन्डरग्राउन्ड शक्ति केन्द्रको हो, जसको नाम कसैले पनि लिँदैनन्। त्यो शक्ति केन्द्र यतिसम्म पावरफुल छ कि संसारको जुनसुकै देशको जुनसुकै शक्तिशाली राष्ट्र प्रमुखलाई पनि सजिलै औँलामा नचाइदिन सक्छ। त्यसमा विश्वका सबैभन्दा धनाढ्य र सबैभन्दा शक्तिशाली व्यक्तिहरू मात्र छन्। विश्व बैंक नै तिनीहरूको स्वामित्वमा छ र तिनीहरूले नै संसारभर गरिब मुलुकलाई विश्व बैंक मार्फत ऋण दिएर संसार खरिद गरिरहेका छन्। कसको तागत चल्छ तिनीहरूको विरुद्धमा उभिन सक्ने? त्यो कस्तो शक्ति केन्द्र हो? कस्तो समूह हो? त्यो ग्रुपलाई इलुमिनाटी, हामीले उल्लु बनाती भन्ने गर्छौं भनेर सांकेतिक रूपमा बुझ्ने गरिन्छ। त्यो ग्रुपको सांकेतिक सूचक चिन्ह एउटा आँखा हो। नेपालमा माओवादीबाट अलग भएपछि बाबुराम भट्टराईले गठन गरेको कथित नयाँ शक्ति पार्टीको चिन्ह पनि त्यही एउटा आँखा थियो। स्वयम्भूको दुईटा आँखाले न्याय र अन्याय छुट्याएर हेर्छन् भन्ने विश्वास भएको देशमा एउटा आँखा किन? कुन अर्थमा? समझ मात्रै होला त। माथिको प्रसङ्गमा उल्लु बनाती ग्रुप भनेको परम नास्तिक, अनिश्वरवादी, भौतिकवादी समूह हो जसले ईश्वर सत्तालाई स्वीकार गर्दैनन्। तिनीहरूको सिद्धान्त वा धर्म भन्नु नै भौतिकवाद वा भोगविलासवाद मात्र हो। तिनीहरूको नजरमा संसारमा धर्मको कुनै अस्तित्व छैन। धर्मलाई तिनीहरू ढोङ, पाखण्ड, अन्धविश्वास र रूढिवादी संस्कृतिको रूपमा व्याख्या गर्ने गर्छन्। उनीहरूको नजरमा संसारमा ईश्वर भन्ने कुनै अस्तित्व हुँदैन। मानिसको जन्म नै भौतिकवाद र भोगविलासका लागि भएको हो। उनीहरूको भौतिकवाद र भोगविलास कस्तो हो भन्ने उदाहरण एप्स्टिन फाइलका भिडियोहरू हुन्। ती भिडियोमा देखेका पात्रहरू त्यही समूहका पात्रहरू हुन्। ईश्वरीय सत्तालाई स्वीकार नगर्ने एप्स्टिन समूहले अहिले इरान विरुद्ध युद्ध गरिरहेको छ। कतिपयले यो युद्धलाई धर्मयुद्ध या इस्लामिक आतंकवाद विरुद्धको युद्ध या इसाई इस्लामको युद्ध भनेर व्याख्या गरेको पाइन्छ, तर यी कुरा सत्य होइनन्। यो युद्ध ईश्वरीय सत्ता स्वीकार्ने ईश्वरवादी र ईश्वरीय सत्तालाई अस्वीकार गर्ने अनिश्वरवादी शैतान पूजक समूहको युद्ध हो। एक विश्व अन्तर्गतको एक धर्म अन्तर्गत शैतान पूजक समूहको वर्चस्व हुने मिशन अनुसार भएको युद्ध हो। त्यसकारण हामी हिन्दू, इसाई, इस्लाम, बौद्ध, किराँत र ईश्वरीय सत्तालाई स्वीकार गर्ने जुनसुकै धर्म मान्नेहरू पनि इरानको पक्षमा हुनुपर्छ भन्ने मेरो धारणा हो। इसाई र इस्लाम धर्मका कतिपय नीतिगत कुराहरूमा हाम्रो विचार मिल्दैन। त्यसबारे छलफल, विवाद, झगडा जे गर्नु छ ती सबै गरौँला, तर अहिले झगडा गर्ने समय छैन। अहिले ईश्वरीय सत्ता स्वीकार गर्नेहरूको पक्षमा उभिनु जरुरी छ। भौतिकवादी शैतान पूजकहरूले
मानिसलाई नास्तिक बनाउनको लागि खरबौँ खरब लगानी गरिरहेका छन्। त्यो लगानी कुन समूहले गरिरहेको छ, किन गरिरहेको छ, कहाँबाट गरिरहेको छ? नेपालमा पनि भौतिकवाद र नास्तिकवादको नाममा वकालत गर्ने कथित बुद्धिजीवीहरूको लेख वा विचारहरू कस्ता छन्? उनीहरूलाई हरेक धर्मको विरोध गर्दा के फाइदा भइरहेको छ? यो कुराको जवाब खोज्नु जरुरी छ। अमेरिकी प्रतिवेदन अनुसार नै एसियाली मुलुकमा प्रत्येक वर्ष नास्तिकतावाद फैलाउन ठुलो धनराशि लगानी सार्वजनिक भएको होइन र? अमेरिकाको संसदमै यो विषयमा बहस भएको रिपोर्टहरू देखिएका होइनन् र? नास्तिकतावादलाई त्यति ठुलो लगानी किन गराइयो? त्यो लगानीमा के काम भयो? संसारभर नास्तिकतावादीहरूको सङ्ख्या किन वृद्धि हुँदै गयो? अमेरिकाकै तथ्याङ्क अनुसार 40% भन्दा बढी नास्तिकतावादीहरू कसरी भए, जसको डलरमै हामी ईश्वरलाई विश्वास गर्छौँ लेखिएको छ। बुझ्नुपर्ने कुरा यहाँनिर छ। त्यो लगानीले मानिसलाई धर्मबाट च्युत गराएर पशु जस्तै बनायो। भौतिकवादीको नजरमा आमा र श्रीमती दुवै स्त्री मात्रै हुन्। दुवैको शरीरको बनावट एउटै हो। स्त्रीहरू भोग्य साधन हुन्, तर धर्मले त्यसको फरक छुट्याएको छ। भौतिकवादी विज्ञानको नजरमा हेर्दा हरेक स्त्रीको पाठेघरको संरचना र प्रयोग एउटै हो, तर धर्मको नजरमा निकै फरक छ। योजनाकारहरूले बडो षड्यन्त्रपूर्वक तरिकाले लगानी गरे। उनीहरूले जातका नाममा, धर्मका नाममा, नस्लका नाममा, लिङ्गका नाममा, सम्प्रदायका नाममा मानिसलाई विभाजन गरे। यहाँसम्म कि नारीवाद, महिला अधिकारका नाममा श्रीमान श्रीमतीलाई समेत विभाजन गरे। वैवाहिक बलात्कार जस्ता शब्दहरूको प्रयोग गरेर महिलालाई पुरुषप्रति र पुरुषलाई महिलाप्रति घृणा जगाएर लेस्बियन र गेलाई प्रमोट गरे। LGBTQ+ जस्ता मिसनहरू चलाएर समाजलाई बर्बाद पार्न कुनै कसर बाँकी राखेनन्। फ्यामिली एक्स जस्ता सुन्दै घिन लाग्ने अवधारणामा आधारित कथा, उपन्यास, टेलिसिरियल, चलचित्र, वेब सिरिज आदि सामाजिक सञ्जाल र वेबसाइटहरूमा छ्यापछ्याप्ती राखे। मान्छेलाई पशुकरण गर्न र पशुले जस्तै हाडनातामा सम्बन्ध राख्न उत्प्रेरित गर्ने यस्ता कुराहरू मिसनको रूपमा चलाइए। इरानका महिलाले आफ्नो धर्मको संस्कार परम्परा अनुसार बुर्का लगाएर शरीर छोप्ने कुरा एप्स्टिन ग्याङलाई मनपर्ने कुरै भएन। नारी स्वतन्त्रता र महिला अधिकारको नाममा महिलालाई नाङ्गै बनाएर सडकमा हिँडाउने मिसनमा लागेका समूहलाई इरान सरकारले त्यसको विरुद्धमा लगाएको कडा नियम किन मन पर्थ्यो र? इस्लामिक आतङ्कवादको नाममा घेण्डा फैलाएर LGBTQ+ को समर्थन गर्ने एप्स्टिन समूहका मतियारहरू इजरायल र अमेरिकाको पक्षमा नै हुने भए। LGBTQ+ मिसनका मिसनरीहरू घन्टी बोकेर नेपालको संसदसम्म पुगिरहेका छन्। अब के नै बाँकी रह्यो र? माथिको प्रसङ्गमा मान्छेलाई हरेक वर्गमा विभाजन गरेर टुक्राउने, कमजोर पार्ने र शिकार गर्ने रणनीति अनुसार योजनाकारहरूले लगानी गरे। चर्च मिसन र इसाईकरणका लागि, इस्लामीकरणका लागि दलाई लामा एप्स्टिन ग्याङकै नक्कली बौद्ध मिसनका लागि र हिन्दुत्वका नाममा समेत लगानी गर्ने शक्ति केन्द्र एउटै हो। सबैलाई पैसा दिने उही अमेरिका, उही जर्ज सोर्स, उही USAID, उही NGO र INGOहरू। अब सोच्नु होला, सबैलाई अमेरिकाले किन यसरी पैसा बाँड्छ? यसरी सबैलाई पैसा बाँड्नुको अर्थ अमेरिकाले सबै धर्म वा पन्थको संरक्षण गरेको हो? होइन, बिल्कुल होइन। यसरी पैसा बाँड्नुको मतलब हरेक धर्म वा पन्थमा कट्टरवादीहरूको सङ्ख्या बढाउनुस् र त्यसरी जन्माएका कट्टरवादीहरूलाई आपसमा भिडाएर सिद्धाउनु हो। सूक्ष्म रूपमा हेर्नुहोस्, वास्तविक इसाईभन्दा डलर खाए कन्भर्टेड इसाई अझै बढी कट्टर देखिन्छन्। वैदिक सनातनी बन्न छोडेर RSS को दानापानी बनेका कन्भर्टेड खच्चडहरूले शङ्कराचार्यलाई समेत हिन्दुत्व सिकाउन खोज्छन्। शङ्कराचार्यलाई समेत नक्कली हिन्दू भन्न लाज मान्दैनन्, जो आफै नक्कली हुन्। डलरबाट भारू अनि भारूबाट दारूमा बिकेर फिरङ्गी मिसनको नक्कली हिन्दुत्वको प्रचारमा खैरो कट्टु लगाएर तमासा देखाउने अमेरिकी र इजरायली नस्ललाई पुर्ख्यौली नस्ल ठान्ने खच्चडहरू इजरायल र अमेरिकाको पक्षमा हुनु अचम्मको कुरा होइन, किनकि त्यो उनीहरूको DNA ले नै मान्यता दिएको हो। राष्ट्रिय समलिङ्गी सङ्घ RSSले त्यही मिसनको एप्स्टिन ग्याङलाई समर्थन गर्नु कुनै अनौठो मान्नुपर्ने कुरै होइन। RSSले किन इजरायल र अमेरिकाको समर्थन गर्छ? किन हिन्दुत्वको नाममा खोलिएका गुरु कम्पनीका धेरैजसो डिलर र पसलहरूको माल सामानको ढुवानी अमेरिकाबाटै हुने गर्छ। त्यसमध्ये इस्कोन सबैभन्दा ठुलो पसल हो। त्यसपछि ब्रह्माकुमारी, कृष्ण प्रणामी, सत्य साई जस्ता थुप्रै पसलहरू छन् जसको केन्द्र अमेरिका हो। फेरि पनि माथिकै प्रसङ्गमा एप्स्टिन ग्याङका समूह, जर्ज सोरोस, USAID लगायत तमाम संस्थाले मानिसहरूलाई जात र धर्मको आधारमा यसरी चेदियो कि इसाईभित्र पनि अनेकौँ सम्प्रदाय, इस्लामभित्र पनि अनेकौँ सम्प्रदाय, बौद्ध, हिन्दू सबै धर्मभित्र अनेकौँ सम्प्रदाय निर्माण गरेर एउटाभन्दा अर्को ठुलो, अर्कोभन्दा अर्को झनै ठुलो र कट्टर देखाउने होडबाजी चलाइदियो। आफ्नो सम्प्रदाय सही र अरूको सम्प्रदाय गलत भन्ने मानसिकता प्रेरित गरेर धर्मको नाममा समाजमा विखण्डन ल्याउने उद्देश्यले नै त्यसरी लगानी गरियो।
त्यसको प्रतिफल के? कुरा प्रष्ट छ। जब कुनै इसाई बस्तीमा आक्रमण हुन्छ तब इसाईभित्रकै अर्को सम्प्रदायले आफ्नोभन्दा फरक सम्प्रदायलाई आक्रमण गरेको भनेर चुपचाप बस्छ। इस्लाममा पनि सिया मुसलमानलाई आक्रमण गर्दा सुन्नी खुसी हुने र सुन्नीलाई आक्रमण गर्दा सिया खुसी हुने अवस्था उत्पन्न गराउँछ। बौद्धमा पनि वज्रायनलाई आक्रमण गर्दा थेरवादीले ताली बजाउने र थेरवादीलाई आक्रमण गर्दाखेरि चाहिँ वज्रायनले ताली बजाउने। अझ हिन्दूको त कुरै गर्न परेन। संसारमा सबैभन्दा बढी विभाजन गराएको धर्म नै हिन्दू धर्म हो। 33 कोटी देवताका 64 कोटीभन्दा बढी हिन्दू सम्प्रदाय किन बनाइए? हिन्दुत्वको संरक्षण शङ्कराचार्य राजा हुँदाहुँदै किन चोकचोकमा फगत गुरुको उपाधि भिरेका धर्मगुरुहरू जन्माइए? धर्मवीरहरू किन जन्माइए? तिनीहरूको काम के हो? हरेक सम्प्रदायका छुट्टा छुट्टै फगत गुरु अनि उपाधि दिने गुरु कम्पनीकै वैधता किन? के हो? योजनाकारहरूले यसरी योजना बनाए कि आज एउटा ईश्वरीय सत्तालाई स्वीकार गर्ने इस्लामिक मुलुक इरानमा आक्रमण गर्दा अर्को इस्लामिक मुलुकहरू नै आक्रमणकारीको पक्षमा उभिएका छन्। यो नै आक्रमणकारीको सफलता हो। तर तिनीहरूले बुझ्नुपर्छ, आज कसैले आक्रमण गर्दा उनीहरू जति खुसी भएका छन्, भोलि आफैले आक्रमण गर्दा तिनीहरू खुसी हुनेछन्। इसाई आन्दा इस्लाम र हिन्दू खुसी हुने, हिन्दूले आन्दा इसाई र इस्लाम खुसी हुने, बौद्धलाई आन्दा सबैलाई रमिता हेर्ने, यस्तै स्थिति उत्पन्न गराइनेछ। तर बुझ्नुपर्ने कुरा के हो भने अनिश्वरवादी, भौतिकवादी, नास्तिकवादी अझ शैतान पूजकहरूले ईश्वरवादीलाई प्रहार गरिरहेको छ। आज एउटालाई खाएको बाघले भोलि अर्कोलाई निश्चित खानेछ, किनकि मान्छेको र खाने बाघ बस्तीभित्र पसिसकेको छ। कसैलाई खाएको देख्दा खुसी हुनुपर्ने कुनै कारण छैन। यो कुरा कसरी पुष्ट छ भने जब इजरायल र अमेरिकाले इरानमा पहिलोपटक आक्रमण गर्यो, तत्कालै भ्याटिकनको पोपले आक्रमणको विरोध गरे। इजरायल र अमेरिकाको कडा आलोचना गरेर तत्काल आक्रमण रोक्न आग्रह गरे। किन? पोपलाई इरानी मुस्लिमहरूको माया लागेर हो त? पोपको निम्ति इजरायल र अमेरिका भन्दा इरान नजिकको भएर हो त? इरानले पोपलाई प्रलोभन दिएर हो त? होइन, बिल्कुल होइन। पोपलाई थाहा हुनुपर्छ यो युद्ध ईश्वरीय सत्तालाई स्वीकार नगर्ने शैतानहरूले ईश्वरीय सत्तालाई स्वीकार गर्नेका विरुद्ध गरेको हो। पोपले अहिलेसम्म 100 पटकभन्दा बढी अमेरिका र इजरायललाई इरानमा आक्रमण नगर्न भनिसके, तर अन्तर्राष्ट्रिय मिडियाले यो कुरालाई चासो दिएनन्। किन? यो लडाइँ इरानको मात्रै होइन, सम्पूर्ण ईश्वरवादीहरूको लडाइँ हो। इरान हार्नु भनेको ईश्वरीय सत्तालाई स्वीकार गर्ने समूहले हार्नु हो। इस्लामिक धर्मअनुसार ईश्वरीय सत्तालाई स्वीकार नगर्ने शैतान पूजकहरूलाई काफिर भन्दो रहेछन्। अहिले इरानीहरू तिनै एफ्टिन ग्याङका काफिर विरुद्ध लडिरहेका छन्। हाम्रो सनातन शास्त्रले पनि काफिरहरूलाई दैत्य, राक्षस वा असुर भन्ने गर्छ। त्यस्ता असुरहरूले जित्नु भनेको संसारबाट ईश्वरीय शक्ति क्षीण हुनु र आसुरी शक्तिले जित्नु हो। न्यू वर्ल्ड अर्डरका गुप्त शक्ति केन्द्रले कब्जा गर्नु हो। त्यसैले म इरानको पक्षमा छु। यसका लेखक हुनुहुन्छ आदरणीय गुरु गोपाल पाल्पाले आचार्यज्यू। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। धन्यवाद।